अरूको स्क्वाड र हाम्रो स्क्वाडमा के फरक छ थाहा छ? अरूको स्क्वाडमा जति चाहिने त्यति मात्रै बोल्छ, प्रोफेसनल तरिकाले खेल्छ। एउटा इनिमी देख्यो भने चारैतिरबाट घेरेर आन्छ। अनि अर्को छ हाम्रो, ल्या गरेछ, हल्ला गरेछ, भुट्लो भाङ खेल्न चाहिँ जान्दैन, ऊ स्क्वाडमै पनि एक्लै घुस्दिन्छ। अरूको ग्रुपमा जाँदा कस्तो दिमागै फ्रेस हुन्छ। हाम्रोमा चाहिँ दिमाग फ्रेस भएको मान्छे पनि आयो भने नि गिडी हल्लाउँछ। त्यस्तै सहनु नसक्ने मान्छे आयो भने त पक्का बौलाउँछ। फेरि यसको मतलब मेरो स्क्वाड नराम्रो, अरूको स्क्वाड राम्रो भन्ने होइन। जे जस्तो भए पनि आफ्नै स्क्वाड दामी। 4 जनामा 4 जनाले माइक अफ गरेर पिस हुनुभन्दा हल्ला गरेर ठिस हुनु बबाल नि। अरूको ग्रुपमा एकछिन उभिनु पर्छ, मसानघाट फिल आउँछ। होइन, तिमीहरू गफ गर्न, रमाइलो गर्न गेममा आउँछौ कि मौन धारण गर्न?